नेपाल ट्रान्सपोर्ट सर्भिस कुनै जमानमा मङ्गलबजारसम्म चल्ने बस। विक्रमसम्म 2007 साल अघि नेपालमा मोटर गाडी चढ्ने र चलाउने अवसर मुख्यतः राजपरिवार र उच्च पदस्थ व्यक्तिहरूमा मात्रै सीमित थियो। प्रजातन्त्रको स्थापनापछि देश विकासतर्फ अघि बढ्दै गयो र सर्वसाधारणको लागि सार्वजनिक यातायात सञ्चालन गर्ने वातावरण बढ्न थाल्यो। यही क्रममा विक्रमसम्म 2016 सालमा नेपाल ट्रान्सपोर्ट सर्भिस नामक नेपालको पहिलो सङ्गठित निजी सार्वजनिक बस सेवा सञ्चालनमा आयो। यसको स्थापना असनका करुणारत्न तुलाटर र नुपौरत्न तुलाटर दाजुभाइले गरेका थिए। सुरुमा यो बस काठमाडौँको सुन्धारादेखि मकवानपुरको अम्लेखगञ्जसम्म नियमित रूपमा सञ्चालन हुन्थ्यो। म सानो हुँदा गाढा निलो रङका 3 बसहरू काठमाडौँबाट पाटनको मङ्गलबजारसम्म आउँथे। मङ्गलबजार स्थित तत्कालीन ललितपुर जिल्ला अदालत नजिक बस पार गरिन्थ्यो। यात्रु परिएपछि गाहबाल, नतौल, पुलचोक र जाउलखेल हुँदै फेरि काठमाडौँ फर्किन्थ्यो। त्यो बेला पाटनमा ठुलो बस आउनु नै नौलो दृश्य थियो। मेरो बुबाले पनि कुनै काम नभएको दिन मलाई बस चढाएर काठमाडौँ घुमाउन लैजानु भएको सम्झना आज पनि ताजै छ। बसको झ्यालबाट आउने चिसो हावा र तुरे खेलको दृश्य अझै मानस पतलमा उस्तै ताजा छन्। तर केही समयपछि यी बसहरू मङ्गलबजार जान छाडे। साङ्ग्रा गल्लीमा यति ठुलो बस गुड्दा पुराना इँटाका घरहरू थर्किन थाले। स्थानीय बासिन्दाले घर फर्किने डर व्यक्त गर्दै विरोध गर्न थाले। त्यस बेलाका जननेता कुलराज साकेको पहलमा विक्रमसम्म 2017-18 सालतिर बसलाई मङ्गलबजारसम्म लान रोक लगाइयो। त्यसपछि काठमाडौँबाट पाटनढोका हुँदै नटोल पुलचोक भएर सञ्चालन गर्ने व्यवस्था गरिएको कुरा जेमिनी एआईमा पाइन्छ। म त्यही क्षेत्रको बासिन्दा भएकोले यो परिवर्तन आफ्नै आँखाले देखेको हुँ। त्यति बेला नेपाल ट्रान्सपोर्ट सर्भिससँग 11वटा बस रहेको र ती बसहरूले दैनिक 10,000 भन्दा बढी यात्रुलाई सेवा दिएको विभिन्न स्रोतहरूमा उल्लेख गरिएको छ। तर पाट पूर्जा अभाव, मर्मतको कठिनाई तथा व्यावसायिक चुनौतीका कारण विक्रमसम्म 2023 सालमा यो कम्पनी बन्द हुन पुग्यो। यस ऐतिहासिक योगदानको सम्मान स्वरूप नेपाल सरकारले सन् 2012मा नेपाल ट्रान्सपोर्ट सर्भिसको बस तथा संस्थापक करुणारत्न तुलाटर र लुपौरत्न तुलाटरको तस्बिर अङ्कित हुलाक टिकट समेत जारी गरेको थियो। आज धेरैले यो बस सेवा बिर्सिसकेका छन्। पाटनका धेरैलाई रातो हिमालय बस बढी सम्झना हुन्छ। अहिले भने साझा यातायात सबैको परिचित नाम बनेको छ। समयसँगै यसको स्वरूप परिवर्तन हुँदै आए पनि सार्वजनिक सेवाको यो परम्परा अझै निरन्तर होस् भन्ने हाम्रो शुभकामना छ। यस्ता ऐतिहासिक तथ्यहरू जोगाउनु र नयाँ पुस्तासम्म पुर्याउनु हामी सबैको साझा दायित्व हो। धन्यवाद।